नमस्कार, रेडियो केएमसी 104 मेगाहर्ज र अनलाइन मार्फत www.radiokmc.com मार्फत एकसाथ प्रसारण भइरहेको साँझ 6 बजेको केएमसी न्युज 86 मा स्वागत छ। म धीरेन्द्र जोशीको तर्फबाट। सुरुमा प्रमुख समाचार। सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरियो। आइतबार राति 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य। कैलाली अत्तरियामा फागुन 7 गतेदेखि म्याराथन प्रतियोगितामा आयोजना हुने प्रतियोगितामा दुर्गालक्ष्मी नमुना माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरू मात्रै सहभागी हुन पाउने समाप्त भए पश्चात पिकनिक कार्यक्रम आयोजना गरिने। सरकारले आउँदो फागुन 21 को चुनावमा ड्रोन प्रतियोगितालाई प्रतिबन्धन प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमी कमजोरी नगर्न निर्देशन। मिथ्या र भ्रमण र कसैलाई लान्छना लगाउने गतिविधि रोकथाम कारबाही हुने चेतावनी। र हप्ताको पहिलो दिन शेयर बजार घट्यो। आज 10.25 अङ्कले घटेर 2658.44 बिन्दुमा। अब समाचार विस्तारमा। सुदूरपश्चिम प्रदेश सभाको 6औं अर्थात् बजेट अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा आइतबार राति 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो। नेपालको संविधानको धारा 183 को उपधारा 2 बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुख